यसमा के स्पष्टीकरण दिनु साथीहरू? मेरो नाममा कुनै पनि जमिन छैन र मैले त्यस्तो 50-60 लाख कसैको पनि खाएको पनि छैन साथीहरू। यत्रो खाएको भए यो 7, 8, 9, 10 वर्षदेखि म थानाभित्र हुन्थ्यो होला, पुलिसले लएर कोचिसेया हुन्थ्यो होला। अहिले म लाइमलाइटमा छु, मेरो बारेमा जोडाएर जे भन्दिदानी हुन्छ, मान्छे भाइरल भइहाल्ने, पत्रकारहरूलाई नि त्यो भ्युज पाइहाल्ने। मेरो मानहानि भएको छ, म मुद्दा हाल्दैछु, यो बुढाबुढी बीच म मुद्दा हाल्दैछु। त्यहाँ परिवारबाट के कसो हुन सक्छ म गर्दैछु त्यो प्रोसेसहरू। बाँकी रह्यो जग्गाको कुरा, आजभन्दा 8-9 वर्ष अगाडि जग्गाको कुरा भनेको उनीहरू हाम्रै गाउँले नै पर्छन्, कहाँबाट कसले उठाएर लिएर आयो आई डोन्ट नो। सो त किनेको जमिन हेर्नु, धान खानलाई प्लट किनेको जमिन, बाबा विदेशमा हुनुहुन्थ्यो, बाबाले कमाएर पठाएको पैसाले किनेको जमिन हो। बीचमा उनीहरूले यस्तै केरकार गरेर हामीले मुद्दा हाले हो यिनीहरूलाई। हामीले मुद्दा सो त जितेको। हामीले बाली नाली लाउँदाखेरि उनीहरू अलिकति मधेसी समाज मिलेर आएर धानहरू काट्दिने, कहिले लुट्दिने, कहिले के गर्ने गरेको, झगडा गर्ने को कारणले हामीले मुद्दा हालेको थियो। मजाले बकैदा डिस्ट्रिक्ट अदालतबाट हामीले मुद्दा जितेको। सिडिओ कार्यालयमा लए यिनीहरूले अनेक हामीलाई मिटर ब्याजी भनेर हाले, सिडिओ कार्यालयले क्लिन चिट्स हामीलाई दिएको। हेर्नु, र यो मसँगको कारोबार पनि होइन, मेरो परिवारसँगको कारोबार, त्यही पनि स्पष्ट कारोबार। बकैदा त्यतिखेरको चलन चल्तीको रेट दिएर त्यो जमिन किन्या हो, हामीले गरे पनि हो। हामीले तिनीहरूलाई ठेक्का पनि लगाएको त्यो जमिन, मतलब यसो गर्न दिएको। हरेक सरकार आएपछि यिनीहरू यस्तै गर्छन्, खोइ के को आशमा गर्छन्, कसले उचालेर हिँड्छ यिनीहरूलाई। अहिले त मेरा यत्रा दुश्मन कमाएको छु मैले। एकजनाले उठाएर ल्याएर माइती घरमा राखिदियो, यसरी मेरो मानहानि गरिरहेछन्। तर मसँग यसको लेनादेना केही पनि छैन।